हेलो साथीहरू, आज पनि फेरि धेरै दिनपछि त्यो कलौटेको भ्लगपछि फेरि म अर्को भ्लग लिएर आएको छु। आजको भ्लगमा चाहिँ तपाईँलाई मैले विभिन्न कुराहरूको बारेमा जानकारी गराउँछु। त्यो भ्लग हेरेर तपाईँहरूले फेरि केही कमेन्टहरू गर्नु होला र अर्को भ्लग कुन बनाउने भनेर चाहिँ मलाई जानकारी गराउनु होला। आज चाहिँ उहाँ चाहिँ खास विशेष मान्छे चाहिँ लालाजी हो। लालाजीले चाहिँ पहिला आफ्नो इन्ट्रोडक्सन दिनुहुन्छ। लालाजी, तपाईँले आफ्नो इन्ट्रोडक्सन दिनु अनि आफ्नो टिकटक आइडीको बारेमा पनि केही भनिदिनु है त लाला। नमस्ते, म लालाजी। मेरो टिकटकमा लाइक गरिदिनु होला। वाइ नट कोकोनट। तपाईँले आफ्नो इन्ट्रोडक्सन त दिनुभयो, अब लालाजी अब आमाको पनि इन्ट्रोडक्सन दिनु। हेलो, म लालाजी। मेरो श्रीमती पार्वती। ओइ नमस्ते गर। जी, आमाले सुन्नु भएन, अझ एकचोटि झक्झकाउनुहोस् त आमालाई। ओइ सुनिनुहोस् गाउँ। वाइ नट कोकोनट। हजुर, आमालाई चिनाउनु भयो। अब लालाजी, अब जिन्दगीमा कुल हुन के गर्नुपर्छ भनिदिनु त केटाहरूलाई। जिन्दगीमा चिल बन्नुपर्छ। चिल बन्नलाई सन्तोषी हुनुपर्छ। सन्तोषी बसी एभ्रिथिङ गुड। ठोकाटा ठोक। लालाजी भर्खर कहाँ गएर आउनुभयो लालाजीले भन्नुहुन्छ। अनि लालाजीले के गर्नुभयो भनेर लालाजीले भन्नुहुन्छ। होइन भने तपाईँले लालाजीले चाहिँ कमेन्टमा लेख्न भन्नुहुन्छ। तपाईँहरूले चाहिँ कमेन्ट लेखिदिनु होला। कमेन्टमा लेख्नुहोस् लालाजीले के गर्नुपर्ने हो, अझै कहाँ घुम्नु पर्ने हो। थाइल्यान्ड ब्याङ्कक स्याङ्कक घुमिसक्नु भएको छ। अरू कुरा कहाँ घुम्नु पर्ने लालाजीलाई तपाईँ कमेन्टमा लेखिदिनुहोस्। लालाजी त्यहाँ घुम्नुहुन्छ। म थाइल्यान्ड गएर आएको थिएँ। नेपालका भिआइपी किन थाइल्यान्ड गए कमिटी गर्नुहोस् त। वाइ नट कोकोनट। लालाजीको चाहिँ एउटा भाइरल भएको थियो एउटा लाइन चाहिँ, त्यो भैँसीको चाहिँ मोमो खाइसक्यो भन्ने भैँसीको, त्यो चाहिँ मैले तपाईँलाई देखाउँछु। यसो हेर्नु है। यो लेग साइड बसेपछि त अनि पहिला त भैँसीले त इङ्ग्लिस बोल्छ भन्थ्यो होइन रे। त्यो भैँसीको त मोमो खाएँ क्या जब मैले मोमो खाएँ सिद्धिया भैँसी नि सिद्धि छैनन्। इङ्ग्लिस बोल्ने भैँसीहरू। लालाजीको चाहिँ एक दुईवटा भाइरल भिडियो चाहिँ हालिदिएको छु, हेर्नुहोस् अनि इन्जोय गरेर जानु होला। लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु भुल्नु भएन। मेरो लाइफ चिल छ। तपाईँहरू पनि चिल बन्नको लागि झाँच्ने छल्ने होइन। वाइ नट कोकोनट। ठोक। अनि लास्टमा लालाजीले के भन्नुहुन्छ त्यो गरेर अनि हाम्रो भिडियो चाहिँ एन्ड गर्छौँ। चस्मा लगाएको कस्तो देखियो छ। कमिटी ठोक। वाइ नट कोकोनट। भाइ, युट्युब च्यानल पुरानो भए पनि भिडियोहरू चाहिँ नयाँ आइरहेको छ। धेरै दिनपछि चाहिँ भिडियो आएको छ कलौटेपछि। अब अरू अर्को कुन मान्छेको भिडियो चाहिँ तपाईँहरूलाई मनपर्छ भन्नुहोस्। म चाहिँ त्यही भिडियो बनाएर चाहिँ तपाईँसँग उपस्थित हुन सक्यो भने गुड नाइट।